हेलो साथीहरू, आज मेरो किचनमा पाक्दैछ पनिर राजमा। सो देख्न सक्नुहुनेछ यहाँ डिप फ्राई भएको छ पनिर। सो त्यही तेलमा चाहिँ मैले फुराए ढुङ्ग्री। यो चाहिँ हामीले स्न्याक्सको रूपमा लिन सक्छौँ। साथै हामीले पिरो अमिलो च्वास पानीपुरी होइन चटपटमा पनि युज गर्न सक्छौँ यो ढुङ्ग्री। सो देख्न सक्नुहुनेछ यहाँ अर्को साइडमा बन्दैछ अचारको लागि टमाटर फ्राई। देख्न सक्नुहुनेछ मैले चाहिँ यहाँ ढुङ्ग्री फुराएर प्याकेजिङ पनि गरिसकिसकेँ। साथीहरू डब्बामा स्टोर पनि गरिसकेँ। सो देख्न सक्नुहुनेछ यहाँ पनिरको लागि लो हिटमा पाक्दैछ प्याज। देख्न सक्नुहुनेछ यहाँ पिसेको मसला जहाँ चाहिँ मैले मिक्स गरेको छु लसुन जिरा धनिया खुर्सानी, त्यसपछि टमाटर। मैले चाहिँ किन एकै ठाउँमा मिसाएँ भने सजिलोसँग मेल्ट हुन्छ। सो मैले चाहिँ यसरी नै बनाउने गर्नेछु। सो मैले हल्का मिट मसला पनि फ्लेभरको लागि एड गरिहालेँ। साथीहरू तपाईँहरूले पनि सक्नुहुन्छ एड गर्नलाई। सो यो मिडियम हिटमा मजाले पकाउने केही बेर। सो मजाले मसला पाकिसकेपछि चाहिँ हामीले हाल्नुपर्छ राजमा, जुन चाहिँ मैले अलरेडी सिटी लगाएर पनि रेडी पारेर राखेको थिएँ। सो मैले यसलाई एकछिन डिप फ्राई गरेँ। देन त्यसपछि मैले मिक्स गरेँ पनिर। सो एकछिनको लागि मैले मिडियम फ्लेममा छोडिदिएँ, जसले चाहिँ भित्रभित्रसम्म मसला सोच्न हेल्प गर्छ पनिरको लागि है त साथीहरू। सो देख्न सक्नुहुनेछ यहाँ रेडी भइसक्यो मेरो राजमा पनिर। सो देख्न सक्नुहुनेछ आज मेरो डिनर साथीहरू। कहिलेकाहीँ अल्छी नलाग्दा यसरी नै बनाएर खाने गर्छु। सो तपाईँहरूले पनि बनाएर खान सक्नु।